प्रहरीले अहिलेसम्म 36,000 वटा भिडियो सङ्कलन गरिसकेको छ। यो जेन्जी प्रदर्शनका क्रममा विभिन्न आपराधिक गतिविधि गर्नेहरू विरुद्ध प्रहरीले प्रमाण सङ्कलनको अभियान तीव्र पारेको छ। गएको भदौ 23 र 24 गते भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले सार्वजनिक सम्पत्ति जलाउनेदेखि विभिन्न व्यक्तिका घर जलाउने तथा व्यावसायिक भवनमा समेत आगजनी गरेका थिए। कतिपय ठाउँमा लुटपाट समेत भएको थियो। लुटपाट तथा आगजनी गर्नेलाई प्रहरीले पक्राउको अभियान समेत चलाएको थियो, तर गृहमन्त्रीले प्रदर्शनकारीलाई पक्राउ नगर्न सूचना जारी गरेपछि प्रहरी पक्राउको अभियान रोकेको थियो। तर प्रहरीले अवाञ्छित गतिविधि गर्ने विरुद्धको प्रमाण सङ्कलनलाई तीव्रता दिएको छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरीले देशभरबाट 36,000 भन्दा बढी भिडियो सङ्कलन गरेर अवैध गतिविधि गर्ने विरुद्ध आन्तरिक अनुसन्धान थालेको छ। प्रदर्शनका नाममा व्यक्तिको घर तथा व्यावसायिक घर जलाउने तथा आगजनी गर्नेहरूलाई प्रदर्शन भनेर रोक्न सकिँदैन। उनीहरूलाई ढिलो चाँडो कानुनको दायरामा ल्याउनुपर्छ र आउँछन्, एक प्रहरी अधिकारीले भने।